हेलो गाइज, अब म चाहिँ पोखरा हिँड्नु पर्यो। ल मम्मी म गएँ है त। ल अब गएँ है। ल गाइज म चाहिँ अब घरबाटै निस्किसकेँ होइन। पोखरा हिँड्नु पऱ्यो, यहाँ सुरुमा गोखा जानु पऱ्यो। अझै म गएँ है। ल ल ल खै आज खै होइन ल म गएँ है त। ल हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। बाटोले बाइकमा चिप्लिन्छ, फेरि उल्टै मलाई फेरि बाटोले स्वागत गर्न सक्छ। सो म केयरफुल भएर चलाउनु पर्ने हुन्छ। गौरव सर र गोठा छैन हो बाटो चाहिँ त्यो सिक्लो बाटो, त्यो सूर्यवाला फिलिङ्स आउने खालको बाटो छ। तर मलाई मतलब छैन होइन, म त गइदिइहाल्छु नि। हाम्रो सुमन भाइ कता गयो? रमाइलो छ। सामा हेलो, म त जान लाग्यो। म अस्ति फेरि पसलमा खोली हेर्ने, म माघमा आउँछु त्यही। यो राजेश र उता अर्को भाइ छ। गयो है? ल गयो है त, बस्नु है राम्रोसँग। ल आज बस्नु है। ल म माघमा आउँछु होला। बस्नु है छ्यामा। मेरो यो डट बाइक हो नि त। तर एउटा खतरा कुहिरोको नजारा खतरा देखिन्छ दामी। वा कुहिरो त पुरा तल छ के अरे। कुहिरो नि बादल भन्ने, बादल कुहिरो एउटै हो। अनि म चाहिँ अब खासै ल मामा बस्नु है। आमाले चलाउँदा नि भान्जा कहाँ गएर लड्छ भने होला उठेकी चला देखेर। ढुङ्गा माटो यो ग्राभेल गरे भिज्यो यो यहाँनिर। मलाई इरिटेट लाग्छ यार यो बाटो यार। मलाई यार कसम यार, मान्छे कहता नि ठिक बा। सायद मेरो विचारले यहाँ माथि चाहिँ माथि चाहिँ घाम लाग्छ। यो तलको रोडमा त कुहिरो छ त हौ। यसरी त जाडो हुन्छ नि त फेरि मलाई। जिउले दुःख पाइन्छ नि फेरि। आँखा जिउले भन्दा आँखाले दुःख पाउँछ कि। आँखा चिसो हुन्छ। यस्तो लाग्छ कि यहाँनिर आउँदा त घामै लागेन जस्तो। तल्लो भेगलाई त अलिकति झ्याउै हुन्छ क्या है। माथिल्लो भेगमा घाम लागिरहेको हुन्छ त यस्तो छ। गाइस यो चाहिँ फुलमन्द्रा हो, हाम्रो पहाडी लोकमार्गको हाइवे हो यो चाहिँ। अब म यता तलतिर गयो भने चाहिँ म यता पऱ्यो भने बार्खेर निस्किनु पर्ने हुन्छ। तर अब म चाहिँ अब यताबाट यो बाटो जानुपर्ने हुन्छ। यो बाटो गयो भने चाहिँ म गोठा निस्किन्छ। गोठाबाट फेरि गोठाबाट फेरि 12 किलो हुँदै यताबाट फेरि त्यताबाट गयो भने 12 किलो जोडिन्छ, यताबाट गयो भने 12 किलो जोडिन्छ। थाहा हुनेलाई त थाहा छँदैछ, थाहा नहुनेलाई भनिदियो मैले होइन। अन्त हेर्न त मेरो भिडियो कति दिने हेर्दा र तै पनि अब हल्का भनिदिएको मात्रै है केटा हो। बाइक चलाउनु त फेरि हुन्छ नि। मेरो
यस्तो स्पिडमा हिँड्दा त धेरै हुन्थ्यो क्या अब बात त सही है ढुङ्गा होइन ठुलै ठुलो त्यस पिचको क्वालिटी त यहाँ नै छ र तैपनि त्यस अब जुनजेलसम्म त्यस हामीलाई राम्रै भइरहेको छ सजिलै भइरहेको छ अब के गर्ने रोडर है रोलर रोडर 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 है के अरे रोडर रोडरको त टायरै पङ्क्स भएको छ है हेर्नु न यहाँ कस्तो बवाल खालको माटो क्या माटो पिच गरेको छ यार बात त सही है लगभग हाम्रो चलाइपुग्नुलाई है यो बाटो चाहिँ अब यो बाटो चाहिँ त्यो यहाँ आएर घर जान नि मिल्छ यता देउराली जान नि मिल्छ यो बाटो चाहिँ त्यस घ्यामसालको यो पोइन्ट हो यहाँनिरबाट चाहिँ त्यस कता कता जाने डिरेक्सन चेन्ज हुन्छ है यहाँ चाहिँ त्यस यो ठाउँबाट यहाँ आएर घर जान नि मिल्यो उता यहाँ अर्को धारिङ साइड अर्को भनौँ न छेउपट्टिको बाटो जान नि मिल्यो यहाँबाट गोर्खा जान नि मिल्यो यता देउराली पन्ध्रुङ है अझ मलाई त अझ राम्रोसँग गोर्खाको अझ राम्रोसँग ठाउँ थाहा होइन त्यस जता जानु मिल्छ म चाहिँ यहाँनिरबाट राइट जानुपर्छ यता गयो भने चाहिँ अब आरुघाट जाने घनसल चोक अलिकति माथि ठुलो लाग्यो म चाहिँ यहाँनिरबाट यहाँ 21 किलोमिटर चाहिँ गोर्खा छ होइन बाटो त्यो राम्रै भइसकेको छ पहिला पहिला चाहिँ अब राम्रो भएर नि फेरि यहाँ रिपेयर हानिसक्यो यो टालो टाले जस्तो टालो लगाइसक्यो जस 21 किलोमिटर छ लौको लाग्छ धेरै उड्दै छ बाटो त्यस्तो स्टेट पनि छैन ओ मा कसम यहाँ त खतरा देखेको रहेछ त भ्यू त अनि जस 45 मिनट 40 मिनट जस्तो लाग्छ है एभरेजलाई है मलाई कति लाग्छ म रन्काएर हिँड्दैन होइन म आफ्नो हिसाबले आनन्दले जान्छु तर यहाँनिरबाट उहिलेको भ्यू त खतरा देखिँदो रहेछ यार कसैले म अलिकति अगाडि गएर अझ राम्रो देखाउने कोसिस गर्छु तैपनि हाँड नसके पुरा समुद्रको फिल आउँदो रहेछ त्यहाँ त्यस हाइटमा पुरा समुद्र हुने क्या नेपालमा क्या यहाँ क्या हुन्छ नि ए कस्तो देखिन्थ्यो होला यार होइन ए बवाल देखिन्थ्यो होला त्यो बादलमाथि पुरो सम्झेर आन्छ कसम होइन यहाँबाट दामी देख्दो रहेछ गाइस त सही हो त्यहाँदेखि पुरै एरिया म भने अहिले बादलमाथि छु भने चाहिँ मलाई थाहा भयो अब अहिले तल गएपछि स्योर चिसो हुन्छ होइन स्योर चिसो हुन्छ तर के गर्ने गाइस रमाइलो भ्यू हेर्दै म तपाईँलाई खतरा खतरा भ्यू देखाउँछु यसो हेरिदिनु होला है त हेरेर साथ दिनु हुन म बिन्दाम अनुरोध गर्दैछु यहाँनिर उकालोमा मैले ब्रेक लगाउँदै आफ्नै आफूले गएमा गाइस सरी अब लगाउनु पऱ्यो गाइस अब मैले बोलेको स्योर आउँदैन होइन पैसा आउन मलाई चाहिँ ल्याङ्स लाग्छ के हो र ब्रेक पनि छेउतिर लाने कति रमाइलो कति राम्रो देखिएको थियो हो जीवन पनि यस्तै छ बाहिरबाट हेर्दाखेरि रमाइलो राम्रो देखिन्छ ल अहिले म हेर आएपछि ल हालदेखि गएर तर यहाँ समय होइन ए हालदेखि गएर काले जिब्रो निकाल्दै जिब्रो निकाल्दै दौड्यो राइडिङ गर्दै रहेछ सो गाइस म चाहिँ अब यहाँबाट गोर्खाबाट म चाहिँ यहाँ 7 बजिसकेँ होइन अब म यहाँबाट निस्किसकेँ अब म चाहिँ यहाँ मेरो अब मेरो डेस्टिनेसन भनेको चाहिँ अब गोर्खा हुनेछ होइन गोर्खा अरे पोखरा मेरो यहाँ रमेश कुमार अब हल्का काम थियो मैले त्यो हल्का सल्टाइदिएँ होइन भेटघाट भयो एउटा भाइलाई पनि भेटेँ त्यो होइन रमाइलो भयो होइन अब चाहिँ म सक्ने अब चाहिँ म सर निस्किनु पर्ने हुन्छ गाइस गोर्खा बजार देश राम्रो हुँदैछ बवाल हुँदैछ होइन ठिक छ अब मेरो रफ्तार राम्रो बनिन्छ म पनि
सही हो ऐ छैन रहेछ कास्टिको पिच्किने पानी लगाइदेऊ माया लाग्छ क्या मलाई गोर्खा आउँदाखेरिको सबै खतरा लाग्ने कि घुम्ती हो क्या मलाई डेन्जर लाग्छ क्या मलाई खै किन क्या हिउँ चाहिँ बगान चारैतिर हरियालेर होइन कस्तो मजा आउँदा मजा आउँछ पनि हुन्छ यो इन्डिको भन्दै माने कि यार मलाई यार भन्दै सक्छु क्या कस्तो खतरा खालको शब्द आउने क्या फेरि हुन्छ फेरि पनि आइसकेको क्या मेरो आफन्तहरूले हेरिदिन्छ क्या मेरो मजाले यस्तो बनाउनु खतरा देखिन्छ क्या बजार बजार छैन 12 किलोको बजारहरू फलफुलहरू बेच्न राखेको छ नि जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले कि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ